रामग्राम नवलपरासी सदरमुकाम परासी क्षेत्रमा अवस्थित यस क्षेत्रकै पुरानो नगरपालिका हो। 29 वर्षको इतिहास बोकेको रामग्राम नगरपालिकाले आज पहिलो पटक स्थापना दिवस मनाउँदै गर्दा केवल विगत सम्झिने होइन, उपलब्धिहरूको उज्यालो बाटो हुँदै उज्जवल भविष्यतर्फ दृढ पाइला चालिरहेको छ। एक समय विकासको दौडमा पछि परेको जस्तो देखिएको रामग्राम आज परिवर्तनको गतिमा दौडिरहेको छ, आत्मविश्वासका साथ योजनाबद्ध रूपमा। कति कुरा हामी सबैलाई थाहा नहुन पनि सक्छ, तर रामग्रामले पूर्वाधार विकाससँगै मानवीय तथा सामाजिक विकासका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ। जनताको प्रत्यक्ष जीवनसँग जोडिने स्वास्थ्य क्षेत्र, स्वास्थ्यमा रामग्राम नगरपालिका अब्बल साबित भएको छ। विगत 2 वर्षदेखि जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा रामग्राम प्रथम भएको छ। शून्य होम डेलिभरीको अवधारणा अनुरूप नगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलो स्थानीय तहको रूपमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा गर्न र त्यसको दिगोपनाको कार्यक्रमको काममा अग्रस्थानमा रहेको छ। ग्रामीण भेगका महिलाहरू गर्भवती भएको अवस्थामा नियमित स्वास्थ्य संस्थामा चेक जाँचमा नआउने समस्यालाई मध्यनजर गर्दै गाउँमै चेक जाँच र भिडियो एक्सरे सेवा उपलब्ध भएपछि गर्भावस्थामा हुन सक्ने जोखिम पहिचान गर्न सहयोग पुगेको छ। त्यति मात्रै होइन, मातृ तथा शिशु स्वास्थ्यमा विशेष ध्यान दिँदै आएको नगरपालिकाले पोषक तत्त्वले भरिएको झोला गर्भवती र सुत्केरी महिलाहरूलाई वितरण गर्दै आएको छ। ज्येष्ठ नागरिकलाई घर घरमा गएर स्वास्थ्य जाँच गर्ने कार्यक्रम अनुसार 70 वर्ष माथिका 100 ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच गरिएको छ। संघीय सरकारबाट समेत बजेट व्यवस्थापन गरी क्षयरोग मुक्त वडा तथा पालिका घोषणा गर्न अभियान सञ्चालनमा ल्याइएको छ। आधुनिक प्रविधि मार्फत एक्सरे गरेर क्षयरोगी पहिचानको काममा रामग्राम नगरपालिकाले प्रभावकारी काम गरेका कारण नवलपरासी देशमै क्षयरोग व्यवस्थापनको काममा उत्कृष्ट हुन सहयोग पुगेको छ। साथै प्रसूति सेवा केन्द्रसम्म पुर्याउन निशुल्क एम्बुलेन्स, प्रयोगशाला सेवा, ग्रामीण भेगका स्वास्थ्य संस्थासम्म विस्तार, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क स्वास्थ्य बीमा र सेवाबाट बिदा हुँदा नगरपालिकाले प्रोत्साहन रकम प्रदान गर्ने कार्य उदाहरणीय छन्। यस्तै रगत जीवन हो, रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भनेर नगरपालिकाले नगरवासीलाई रक्त सञ्चार सेवा केन्द्रसँग समन्वय गरी निशुल्क रगत उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षदेखि गरिब विपन्न परिवारका लागि आँखाको शल्यक्रियामा आर्थिक सहुलियत प्रदान गरेर नगरवासीको साथमा रहेको अनुभूति दिलाएको छ। पूर्वाधार विकासले हिजो धुलो र हिलोले ग्रस्त सडकहरू आज क्रमशः पक्की र व्यवस्थित बन्दैछन्। बाढीको जोखिमसँग जुझ्दै खोलाहरूको व्यवस्थापन र तटबन्ध निर्माण हुँदैछ। गाउँ र सहरलाई जोड्ने फराकिला सडकहरूले केवल यात्रा सजिलो मात्र बनाएका छैनन्, तिनले सम्भावनाका नयाँ ढोका पनि खोलेका छन्। 2079 सालमा भएको स्थानीय तहको निर्वाचन लगत्तै निर्वाचित धनपत यादव नेतृत्वको कार्यपालिकाले सबैभन्दा पहिले परासी बजारलाई बाढीको जोखिमबाट बचाउन खोलामा होमियो। बजेट अभाव र विभिन्न चुनौतीका बीच आफै खोला सफाई गर्दै खोलालाई फराकिलो बनाउने र करिडोर निर्माणको काम सुरुवात गर्यो। खर्च बचाउन नगरपालिका आफैले स्काभेटर मेसिन खरिद गरेर काम गर्दै आएको छ। परासीलाई बाढीबाट बचाउन बलियो दीर्घकालीन संरचना बनाउन आन्तरिक स्रोतले मात्रै सम्भव नभएपछि संघीय सरकार र प्रदेश सरकारसँगको निरन्तरको पहलपछि 2 करोड बजेट व्यवस्थापन भएको छ। झरही खोला किनारमा मुख्य जोखिम भएका स्थानमा तटबन्ध निर्माण सुरु भएको छ। ठूलो क्षेत्रफल रहेको रामग्राममा अधुरा सडकलाई कालोपत्र गर्ने र धुलोमुक्त बनाउने अभियान जारी छ। बहुउपयोगी सडकको रूपमा पोखरापालीबाट ऐतिहासिक तथा पर्यटकीय स्थल पण्डितपुरसम्म जोड्ने सडक निर्माणको काम अन्तिम चरणमा छ। फुटपाथ सहितको फराकिलो पक्की सडकले पर्यटकीय स्थलसँग सम्बन्ध स्थापित गर्नुका साथै उद्योग धन्दाका लागि पनि सहयोगी बनेको छ। ग्रामीण भेगसम्म जोड्ने आकर्षक र फराकिलो सडकले रामग्रामको समृद्धिको मानकमा इटा थप्ने काम गरेको छ।
सोही सडक खण्ड हुँदै प्रदेश सरकारले तुरिया खोलामा निर्माण गरेको पुल विगत 3 वर्षदेखि अलपत्र थियो। नगर प्रमुख सहित जनप्रतिनिधिको विशेष पहलमा अहिले उक्त पुल निर्माणको काम धमाधम अगाडि बढेको छ। वर्षौंदेखि हिलो र धुलोको शास्ति भोग्नुपर्ने रामग्राम 1 सण्डा गाउँमा अहिले धमाधम नाला सहितको सडक बन्दैछ। जोकवारदेखि करमैनीसम्मको 2 किलोमिटर सडक, बन्जरियादेखि कुइया जोड्ने सडक, मौवारीमा 3 किलोमिटर सडक, पर्सावलमा पक्की सडक निर्माण भएको छ भने विभिन्न स्थानमा ग्राभेल र खाल्डाखुल्डी पुर्ने काम नगरपालिकाले आवश्यकताको आधारमा निरन्तर गर्दै आएको छ। परासीको बाइपास क्षेत्रमा रामखण्डा खोला पुलदेखि झरै खोला पुलसम्म 12 करोडको लगानीमा फराकिलो सडक बनाइएको छ। यसले यस क्षेत्रमा बस्ती विस्तारसँगै नाला सहितको फराकिलो सडकले डुबानको समस्या समाधानमा पनि सहयोग पुगेको छ। भाडाको भवनबाट सेवा दिनुपर्ने बाध्यतालाई अन्त्य गर्दै वडा कार्यालयहरूको आफ्नै भवन निर्माण तीव्र गतिमा भइरहेको छ। रामग्राम 1, 2 र 9 नम्बर वडा कार्यालय निर्माण भइसकेको छ भने 15 र 16 नम्बर वडाको भवन निर्माण जारी छ। रामग्राम 18 को बडगो र बिर्नी जोड्ने पुल निर्माणका लागि पनि बजेट विनियोजन भएको छ भने परासी हाट बजार व्यवस्थापन गर्न संघीय सरकारले रकम पठाएको छ। सण्डादेखि सुनवल नगरपालिका जोड्ने सडक स्तरीय बनाउन 1 करोड, देवगाउँ मौवारी सडकका लागि 1 करोड बजेट व्यवस्थापन भएको छ। यी केही ठूला योजना मात्र हुन्। यस्ता थुप्रै ठूला बजेटका योजना रामग्राममा आउनु यस क्षेत्रकै लागि सुखद पक्ष बनेको छ। बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै परासीमा एउटा महत्त्वपूर्ण बहुद्देशीय भवन निर्माण हुँदैछ, जसले परासीमा देखिएको पार्किङको चापलाई पनि कम गर्ने अपेक्षा गरिएको छ। नगरवासीलाई शुद्ध पिउने पानीको आवश्यकता पूरा गर्न परासी बजार क्षेत्रमा थप 1000 बढी खानेपानी धारा विस्तार गरिएको छ। नेपालमै सबैभन्दा बढी आर्सेनिक भएको क्षेत्र रामग्रामको कुनुवार क्षेत्रमा शुद्ध पिउने पानीको पहुँच स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा विस्तार भएको छ। रामग्राम वडा नम्बर 10, 14, 17 र 18 मा खानेपानी ओभरहेड ट्याङ्की निर्माण भएको छ। पाइपलाइन विस्तारका लागि उपभोक्तासँगको सहकार्यमा नगरपालिकाले बजेट व्यवस्थापन गरेको छ। परासी हाट बजार क्षेत्रमा अग्लो शिवमूर्ति सहितको सांस्कृतिक पार्क निर्माण भइरहेको छ। अर्को महत्त्वपूर्ण कार्य रामग्राम 14 मा रहेको हडैया पोखरी क्षेत्रमा होमस्टे निर्माण हुँदैछ। नगरको विशेष पहलमा प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा होमस्टे निर्माण कार्य सुरु भइसकेको छ। शिलान्यासको 2 महिनामै सांस्कृतिक भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। पोखरी सौन्दर्यकरण र सो क्षेत्रका स्थानीयको जीविकोपार्जनमा टेवा पुर्याउने लक्ष्यसहित विभिन्न आयमूलक तालिम सञ्चालन भइरहेको छ। स्थानीय उत्पादन उपयोग गरेर रैथाने परिकारको स्वादका साथमा पर्सावल क्षेत्रलाई होमस्टेको केन्द्र बनाउन काम भइरहेको छ। युवा पिँढीलाई खेलकुदमा आकर्षण बढाउन र विभिन्न प्रतियोगिता सञ्चालन गरेर स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न नगरपालिकाले सबैभन्दा पहिले एउटा रङ्गशालाको आवश्यकता देखेर निर्माण कार्य गरिरहेको छ। रामग्राम 4 जितपुरमा पाली क्याम्पस नजिकै 600 जना बस्ने क्षमता सहितको रङ्गशाला निर्माणको काम अन्तिम चरणमा छ। सो रङ्गशालामा छिट्टै खेलकुदका कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना छ। त्यति मात्रै होइन, खेलाडी उत्पादन विद्यालय तहबाटै हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै विगतमा हुन नसकेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता विगत 4 वर्षदेखि नगरपालिकाले निरन्तर सञ्चालन गर्दै आएको छ। नगरका सबै विद्यालयको सहभागितामा हुने यो प्रतियोगिताले बालबालिकाको खेलप्रतिको आकर्षण बढाएको छ। नगरपालिकाले शैक्षिक सुधारतर्फ महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ। आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा 8 को नतिजा नै विगतमा निकै कमजोर रहँदै आएकोमा शैक्षिक सुधारका क्रियाकलापसँगै 86% बढी विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिँदै जाने क्रममा रामग्राममा 2 वटा सामुदायिक विद्यालयले 100% नतिजा प्राप्त गर्नु सुखद पक्ष हो। त्यति मात्रै होइन, माध्यमिक शिक्षा परीक्षा एसीमा समेत झण्डै 60% विद्यार्थी रामग्रामबाट ग्रेडेड भएका छन्। शिक्षा क्षेत्रमा अर्को महत्त्वपूर्ण प्रयास नगर प्रमुख छात्रवृत्ति कार्यक्रम हो।
निजी विद्यालयले समेत सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने उद्देश्यले गरिब जेहेन्दार, विपन्न वर्ग, आदिवासी जनजाति लगायतलाई समेटेर 250 विद्यार्थीलाई निजी विद्यालयमा पनि निशुल्क अध्ययनको व्यवस्था नगरपालिकाले गरेको छ। साथै सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउन दैनिक उपस्थितिको आधारमा हरेक विद्यार्थीलाई 10 रुपैयाँ दिने कार्यक्रम जारी छ। हेर्दा सानो कार्यक्रम देखिए पनि यसले विद्यालयमा विद्यार्थीको उपस्थिति बढेको छ भने सिकाइ उपलब्धिमा पनि वृद्धि हुँदै गएको छ। उपल्ला तहका सरकारसँगको पनि समन्वयमा विद्यालयका पूर्वाधार विकासको काममा तीव्रता दिइएको छ। पवन माविमा 4 कोठे पक्की भवन निर्माण भएको छ। आदर्श नमुना मावि, सरस्वती प्रावि, सरस्वती मावि, जनता प्रावि, राष्ट्रिय मावि लगायतका विभिन्न विद्यालयमा भवन निर्माणको काम सम्पन्न भएको छ। शिक्षामा प्रविधिको प्रयोग बढाउनुपर्छ भन्ने उद्देश्यले कक्षा कोठामा अध्यापनका लागि विभिन्न विद्यालयमा 11वटा स्मार्ट बोर्ड जडान गरिएको छ भने मावि तहका प्रधानाध्यापकहरूलाई ल्यापटप समेत वितरण गरिएको छ। समृद्धिको अर्को पाटो कृषि। कृषि क्षेत्रमा नगरपालिकाले किसानहरूको सहजताका लागि किसानसँग मेयर कार्यक्रम अन्तर्गत यन्त्र उपकरण बिउ बिजनमा निरन्तरको सहयोगले किसानको मुहारमा खुसी छाएको छ। गहुँ तथा तरकारीको बिउ वितरण, लसुन प्याज मिसन कार्यक्रम, दर्जनौं किसानलाई कृषि यन्त्र उपकरण वितरण, किसान सूचीकरण लगायतका काम नगरपालिकाले गर्दै आएको छ। धेरै कृषियोग्य जमिन भएको रामग्राममा सिँचाइ सुविधा खेत खेतमा विस्तार गर्न नगरपालिकाले झण्डै 1 दर्जन बोरिङ गरिसकेको छ, जसले सिँचाइ सुविधा विस्तार भई उत्पादन वृद्धि हुने र सिँचाइको अभावमा किसानले खेप्दै आएको समस्या समाधान हुनेछ। पशुपालक कृषकको हितका लागि नगरपालिकाले गाउँ घरमै पुगेर निशुल्क शिविर सञ्चालन गर्दै आएको छ। किसानका गोठमै पुगेर पशुको जाँच तथा निशुल्क औषधि वितरण गरिएको छ। कृषि क्षेत्रकै लागि नगर प्रमुखको विशेष पहलमा गरिब विपन्न वर्गको कृषि मार्फत उत्थानका लागि कार्यक्रम सञ्चालनमा ल्याइएको छ। कृषि क्षेत्रमा अत्यावश्यक रासायनिक मलको अभाव पूर्ति गर्न स्थानीय सरकारले खरिद गर्न नसके पनि त्यसको व्यवस्थापनमा सहजीकरण गर्दै आएको छ। रामग्राम सहित नवलपरासीलाई मलको कोटामा गरिएको विभेद अन्त्य गर्न नगर प्रमुख सहितका जनप्रतिनिधिले निरन्तर पहल गरेपछि अहिले नवलपरासीका लागि मलको कोटा वृद्धि भएको छ। महत्त्वपूर्ण पर्यटकीय धरोहर रामग्रामका गहना हुन्। ती धरोहरको संरक्षण र प्रवर्धनमा रामग्राम नगरपालिकाले जोडतोडले मेहनत गरिरहेको छ। भगवान गौतम बुद्धको एकमात्र सिङ्गो अस्थि धातु सुरक्षित रहेको स्थल रामग्राम स्तूपा र भगवान गौतम बुद्धको मावली मानिएको पण्डितपुरको उत्खनन, संरक्षण र प्रसारका काम भइरहेका छन्। पुरातात्विक तथा ऐतिहासिक स्थलको विकासको काम त्यति सहज छैन, तर रामग्राम निरन्तर लागिरहेको छ। बुद्ध जयन्तीमा लुम्बिनीमा मात्र मनाइँदै आएको बुद्ध जयन्ती समारोह विगत 3 वर्षदेखि रामग्राममा पनि भव्यताका साथ मनाइँदै आएको छ। रामग्रामको समग्र विकासका लागि लुम्बिनी विकास कोष लगायतका निकायको असन्तुष्टिका बावजुद नगरपालिकाले छुट्टै रामग्राम विकास कोष गठन गरेको छ। कोषमा बाह्य लगानी भित्र्याउन प्रक्रिया थालनी भएका छन्। कतिपय कानुनी जटिलतालाई चिर्दै रामग्राम स्तूपको हुन नसकेको अपेक्षाकृत विकासको कामलाई अगाडि बढाउने योजनामा रामग्राम नगरपालिका छ, तर लुम्बिनी विकास कोष मातहत रहेको स्थलमा काम गर्न नगरपालिकालाई त्यति सहज भने छैन। रामग्राम स्तूप क्षेत्रमा पूर्व प्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ल्याएर कार्यक्रम नै आयोजना गर्ने, देश विदेशका मिडिया तथा बौद्ध मार्गी मार्फत प्रसारको काम गर्ने, पटक पटक उत्खननको काम र स्तूपा क्षेत्रमा तारजाली लगाएर मुख्य भागको संरक्षणको महत्त्वपूर्ण कदम चालिएको छ। बुद्धको भर्जिन प्लेस पण्डितपुरमा पुरातत्व विभाग र रामग्राम नगरपालिकाको संयुक्त लगानीमा चालु आर्थिक वर्षमा मात्रै 2 पटक उत्खनन भइसकेको छ। जियोफिजिक्स सर्वेले रेखाङ्कन गरेको क्षेत्रभन्दा बाहिर समेत जमिनमुनि महत्त्वपूर्ण संरचना पण्डितपुरमा फेला परेको छ। यो हामी सबैको लागि गर्वको विषय हो। त्यसलाई संरक्षण गर्न र थप उत्खननका लागि नगरपालिकाले आवश्यक काम सुरु गरेको छ। पण्डितपुर क्षेत्रको क्षेत्रफल एकिन गरेर संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक नापजाँच गरेर संघीय सरकारलाई पठाउने काम चलिरहेको छ। उत्खननका क्रममा भेटिएका पुरातात्विक अनगिन्ती संरचना र सामग्रीले पण्डितपुर बुद्धको मावली हो भन्ने आधार थप प्रष्ट हुँदै गएको छ। त्यति मात्रै
होइन ग्रेटर लुम्बिनी योजना अन्तर्गत रामग्राममा ठूलो धनराशिको बजेट भित्रिँदैछ। झण्डै 3 अर्ब रुपियाँ रामग्रामको विकासका लागि आउने करिब निश्चित भइसकेको छ। यो त्यसै सम्भव भएको भने होइन। नगर प्रमुख लगायत जनप्रतिनिधिको निरन्तरको पहलले रामग्रामलाई समृद्धिको पथमा लम्क्याउँदैछ। बुद्ध स्थलको प्रवर्धनको सन्दर्भमा नगर प्रमुखको अमेरिका भ्रमणकै क्रममा रामग्राम र पण्डितपुरको प्रसार सहित बुद्धसँग सम्बन्धित पालिका प्रमुखकै पहलमा अमेरिकाको टेक्सस राज्यले मार्च 13 लुम्बिनी डेका रूपमा मनाउने प्रस्ताव पारित गरेर कार्यान्वयनमा ल्याएको छ। पर्यटन प्रवर्धनकै प्रयास स्वरूप परासीमा पहिलो पटक भव्य रूपमा फूड फेस्टिभल आयोजना भएको छ। नगरवासीले उत्साहको रूपमा लिएको उक्त कार्यक्रमलाई नगरपालिकाले हरेक वर्ष निरन्तरता दिने योजना बनाएको छ। साथै गाउँ गाउँमा सडक बत्ती, मुख्य चोक चौराहामा हाइमास्ट लाइट जडान लगायतका उज्यालो नगरको अभियान नगरमा निरन्तर जारी छ। विभिन्न उद्योग धन्दामा अनुगमन गरी राजस्व संकलनमा वृद्धि र प्रदूषण नियन्त्रणको काम निरन्तर जारी छ। बाइपास चोकमा सवारी साधनको नम्बर प्लेट र स्पिड मापन गर्न आधुनिक प्रविधि सहितको ANPR क्यामेरा लगायत 3 दर्जन सीसी क्यामेरा जडान गरिएको छ, जसको जिल्ला प्रहरी कार्यालयबाट निगरानी समेत हुने गरेको छ। दुःखमा जनताको साथमा हुनुपर्छ भन्ने उद्देश्यले क्रिया खर्च बापत गरिब विपन्न परिवारलाई आर्थिक सहयोग नगरपालिकाले प्रदान गर्दै आएको छ। प्राविधिक कारणले समयमै निकासा हुन नसकेको क्रिया खर्च बापतको रकम जनताको घरमै पुगेर यसरी नगर प्रमुखले प्रदान गर्दा जनताले अभिभावकत्वको महसुस गरेका छन्। शारीरिक अपाङ्गता भएका लाभग्राहीलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणले जनप्रतिनिधि र जनताको मन जोडेको छ। हरेक जाडोयाममा चोकचोकमा दाउरा वितरणदेखि गरिब विपन्न परिवारलाई घर घरमा पुगेर जनप्रतिनिधि आफैले न्यानो कपडा वितरणले नगरपालिका सुख दुःखमा साथमा भएको महसुस नगरवासीले गरेका छन्। सार्वजनिक सम्पत्तिको संरक्षण गर्न विभिन्न स्थानमा अतिक्रमित संरचनामा डोजर चलाएर नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण पनि गर्दै आएको छ। रामग्राम नगरी विकासको गतिमा दौडदै गर्दा अर्को महत्त्वपूर्ण पाटो सुशासनको। स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो। सुशासनमा प्रतिबद्ध बन्दै धनपत यादव नेतृत्वको नगरले हरेक वर्ष जनताकै बीचमा गएर सार्वजनिक सुनवाई गर्दै आएको छ। राजस्व तथा विभिन्न करहरू अनलाइनबाटै बुझाउन मिल्ने गरी नेपालमै दोस्रो स्थानीय तहको रूपमा रामग्राममा व्यवस्था गरिएको छ। किसानका विभिन्न सिफारिस तथा भूमि करहरूमा कर तथा सिफारिस दस्तुर छुट लगायतका कार्यले स्थानीय सरकार जनताको झनै नजिकको सरकार भएको महसुस हुँदै गएको छ। यस्ता थुप्रै सकारात्मक प्रयासले रामग्राम साँच्चै सुन्दर र समृद्ध रामग्राम बन्ने बाटोमा छ। आजको रामग्राम केवल एउटा नगरपालिका होइन, यो आशा हो, सम्भावना हो र सामूहिक प्रयासको उत्कृष्ट उदाहरण हो। यो यात्रा अझै जारी छ, अझै धेरै गर्न बाँकी छ। जनप्रतिनिधि मात्रै होइन, अब तपाईँ हामी सबै नगरवासीको साथ सहयोगले रामग्रामलाई थप समृद्ध सुन्दर नगरी बनाउन सकिनेछ। जय रामग्राम।